सो हेलो गाइज, आज चाहिँ म चौनी जान लागेको होइन। चौनी जाँदाखेरि म घरबाट निस्केँ अनि म र रोशन भएर चौनी जाँदै थियौँ, किनकि त्यसको ड्रेस कलेजको ड्रेस सिलाउनु थियो। त्यसैले हामी दुई गइरहेको थियौँ अनि ऊ चाहिँ अगाडि छ, म चाहिँ पछाडि आएको थिएँ। मेरो चाहिँ ट्र्याक चाहिँ पनि लिनु थियो, त्यसैले म पनि गएँ, नत्र ऊ एक्लै जानेवाला थियो नि त। अनि हामी दुई भएर जाँदै थियौँ चौनी जाँदाखेरि हामी चाहिँ बाटोमा थियौँ, बाइकमा जाँदै थियौँ। ऊ एक हातले चाहिँ मोबाइल अनि एक हातले चाहिँ बाइक कन्ट्रोल गरिरहेको थियो होइन। हामी चाहिँ आधा बाटोमा पुग्यौँ। त्यसैले चौनी जाँदा म चाहिँ पछाडि बसेको थिएँ। झन्डै मोबाइल झरेन है। मोबाइल चाहिँ यो ढुङ्गाले गर्दा बाइक स्पिड थियो अनि ढुङ्गाले गर्दा हल्लिन लागेको थियो। हामी चाहिँ अगाडि नजिक पुग्दैछौँ। हामी चाहिँ खल्ला भन्ने ठाउँ पुग्यौँ। यो खल्लाले पनि खल्लै गराएको छैन। यतातिरको बाटो भन्दाखेरि यस्तो छ, ढुङ्गै अनि फेरि ढुङ्गा भएर हामी चाहिँ अब 2 नम्बर वडा कार्यालय नजिक पुग्यौँ। वडा कार्यालय नजिक गएको बाटो यस्तो छ, पुरा पिच बनिएको छ। यस्तो पिच बनिएको छ। यो पिच चाहिँ वडा कार्यालय नजिकको पिच हो। यो चाहिँ वडा कार्यालय हो। 2 नम्बर वडा कार्यालय अगाडिको पिच र गाउँतिरको ढुङ्गा ग्राइबिलको बाटो। यस्तरी कहाँ हुन्छ, सकिन्न नि, हिँड्नै गाह्रो भइहाल्छ। यो चाहिँ साइडको चाहिँ कभर्ड हल। हामी चाहिँ जाँदै थियौँ यसको ड्रेस सिलाउन भनेर। फाइनली गाइज हामी चाहिँ चौनी बजारमा पुगिसकेका थियौँ। बजारमा पुगेर हामी ड्रेस सिलाउने ठाउँ खोज्दै थियौँ अनि गाडी चाहिँ राखेर हामी चाहिँ ड्रेस सिलाउने ठाउँ गयौँ। ड्रेस सिलाउन ठाउँ गइसकेपछि उसको चाहिँ अहिले ड्रेसको नाप हुन्छ। यो साइकल राखेर ड्रेस सिलाउने ठाउँ हो। यहाँ चाहिँ हाम्रो स्कुलको ड्रेस सिलाउँछन् अरे, कलेजको। अनि त्यहीँ गयौँ अनि यसको चाहिँ ड्रेसको नाप लाग्दै थियो माथि सर्टको र प्यान्टको लगिसकेपछि हामी यता पाइप लिन आयौँ। आफ्नो यहाँ छ हाम्रो यता यो चौनीमा ठुलो गोदाम छ अनि हामी चाहिँ त्यहीँ लिन आयौँ। हाम्रो चाहिँ आइसक्यौँ अनि हामी चाहिँ यहाँ सोधेर हामी चाहिँ गोदामतिर गयौँ। गोदाम चाहिँ ठुलो छ। त्यहाँ गोदाममा चाहिँ भित्र टिन, मार्बलहरू, के भन्छन्, टाइलहरू, धारा भयो, सबै यतै मिल्छ। हामी चाहिँ बजारतिर जानु पर्दैन। सरिया भयो, सबै सामानहरू हार्डवेयरको हाम्रो यहाँ नजिकै मिलिहाल्छ। हामीले चाहिँ चौनीको जानु पर्दैन। अनि हामी चाहिँ गोदामभित्र थियौँ अनि गोदाममा आइसकेपछि अनि रोशन चाहिँ टाइल हेर्न लाग्यो आफ्नो घरको लागि। टाइल चाहिँ सादा टाइल रहेछ, सिम्पल टाइल। अनि मैले भने कि त्यो सिम्पल टाइल नलैजा, अर्को राम्रोवाला टाइल खोजौँला भने। हाम्रो यहाँ मिल्छ, टाइल पनि मिल्छ। अनि हामी चाहिँ माथि गयौँ पाइप लिनलाई। हामी खासमा भन्दाखेरि यो गोदाममा पाइप लिन आयौँ। अनि तल त्यो काट्नेवाला हुन्छ नि, ब्लेड, अनि त्यो ब्लेड लिन गएको थियौँ हामी। अनि रोशनले चाहिँ हँसायो अनि मैले चाहिँ हाँस्थेँ। त्यसमा केही समस्यै छैन। अनि हामी चाहिँ गयौँ, बाहिर गयौँ, पाइपतिर गयौँ। अनि भ्यू चाहिँ दामी भ्यू छ, हरियाली छ कि यता पुरै। यो पुरै धान लगाएको हरियाली मात्र हो, धानको हरियाली। बादल आएको थियो, पानी पर्ला जस्तै भएको थियो। अनि यो चाहिँ अगाडि आएर बिगाडिदियो। अनि पाइप नाप्नुतिर लाग्यो। पाइप पनि नाप्यौँ हामीले होइन। यो चाहिँ पाइप चाहिँ कति 70 mm को पाइप भनेर लगायौँ। 70 mm चाहिँ 70 mm को पाइप है। अनि हामी चाहिँ ब्लेड चाहिँ पाइपभित्र गयो अनि हामी ब्लेड खोज्न लाग्यौँ काट्नेवाला। अनि कहिले यता गर्छौँ कहिले उता गर्छौँ, भेटिँदैन। अनि फेरि मैले चाहिँ पाइप हटाएर भेटाउँछु। यो पाइप हो, यो
यहाँ पाइप उठाएर भेटिन्छ, तर त्यहीँ राम्रोसँग हेर्दैनन्। अनि मैले चाहिँ हेर्दाखेरि त्यहीँ हुन्छ ब्लेड, अनि त्यसले काटेर हामी चाहिँ घर फर्किन्छौँ। घर फर्किसकेपछि हामी चाहिँ गाउँकै पसलमा जान्छौँ अनि दाइलाई राइस बनाउनु पठाउँछौँ। अनि ऊ चाहिँ खाना लागेको थियो, म चाहिँ भर्खर गएको थिएँ राइस खान। सो आजको भ्लग चाहिँ यतिमा